नेपालका पहाड र कठिन मार्गले यात्रुलाई सदियौं चुनौती दिएका छन्। तर अब एक नयाँ परियोजना छ जसले काठमाडौँ प्रवेशद्वार बदलिदिनेछ। यो हो थानकोट नागढुङ्गा सुरुङ मार्ग, नेपालकै आधुनिक सडक सुरुङ परियोजना, जसले यात्रा छुट्याउने र सुरक्षित बनाउनेछ। थानकोट नागढुङ्गा मार्ग पहिलेदेखि साङ्गुरो, घुम्ती र जाम लाग्ने थियो। बस, ट्रक, कार लगायतका सबै यात्रीहरूले कठिन यात्रा गर्नुपर्ने बाध्यता थियो। यो समस्या समाधान गर्न नेपालले पहाडभित्र सुरुङ बनाउने निर्णय गर्यो, जसअनुसार अब यात्रुहरू 30 देखि 45 मिनेट लाग्ने दूरी 10-15 मिनेटमै पुग्न सक्नेछन्। सुरुङको लम्बाइ करिब 2.68 किलोमिटर छ र यसमा 2वटा लेन छन्, प्रत्येक 3.5 मिटर चौडा। कुल चौडाइ 9.5 मिटर र उचाइ 8.3 मिटर छ। निर्माण जिम्मेवारी हाजामा एन्डो कर्पोरेसन जापानले लिएको छ र सहयोगकर्ता जाइका हो। सुरुङभित्र सीसीटीभी निगरानी, भेन्टिलेसन र धुवा निकास, आपतकालीन निकास र टनेल अपरेसन सेन्टर जस्ता आधुनिक सुविधा पनि छन्। यो सुरुङ इन्जिनियरिङ चमत्कार हो। पहाडभित्र खन्ने काम कठिन थियो। बलियो चट्टान, कमजोर माटो र स्लाइडेबल भूभाग, तर दुवै छेउबाट ब्रेक थ्रु गरेर सुरुङ जोडियो, जसले परियोजनामा ऐतिहासिक सफलता थप्यो। सुरुङ बनाउँदा धेरै चुनौतीहरू थिए। भूवैज्ञानिक चुनौतीमा पहाड कमजोर र स्लोप अस्थिर थियो। मौसमका कारण वर्षा र पहिरोको जोखिम रह्यो। सामाजिक चुनौतीमा भूमि अधिग्रहण र स्थानीयको विरोध देखियो र सुरक्षा परीक्षणका लागि भेन्टिलेसन, आपतकालीन निकास र सीसीटीभी सेटअप गर्नुपर्ने भयो। यी सबै चुनौती पार गर्दै परियोजना अन्तिम चरणमा पुगेको छ। हाल भौतिक प्रगति लगभग 94% पुगेको छ। सुरुङ निर्माण भने पूरा भइसकेको छ, तर सञ्चालनमा अझै आउन बाँकी छ। यसको उद्घाटन छिट्टै हुने अपेक्षा गरिएको छ र सञ्चालनमा आएपछि सबै यात्रुका लागि यात्रा अझ सुरक्षित, छोटो र सहज हुनेछ। सुरुङ खुल्दा टोल प्रणाली लागू हुनेछ। साना सवारीका लागि रु 50 देखि 65, साना ट्रक वा बसका लागि रु 350 देखि 500 शुल्क लाग्नेछ। यसले सुरुङको मर्मत र सञ्चालन दीर्घकालीन रूपमा सुनिश्चित गर्नेछ। सुरुङले यात्रुलाई धेरै फाइदा दिनेछ। यात्रा समय 30 देखि 45 मिनेटबाट घटेर 10-15 मिनेट मात्र लाग्नेछ। जोखिमपूर्ण मोड र जाम समाप्त हुनेछ। मालवाहन र व्यापारमा सुविधा बढ्नेछ र इन्धन पनि बचत हुनेछ। सुरुङ मार्ग निर्माणले केही सामाजिक र पर्यावरणीय असर पनि पारेको छ। करिब 190 घर परिवार प्रभावित भएका छन्। धुलो, आवाज र कृषि क्षेत्रमा केही प्रभाव परेको छ, तर दीर्घकालमा यसले रोजगार, व्यवसाय र सुरक्षित यात्रा सुनिश्चित गर्नेछ। अन्ततः थानकोट नागढुङ्गा टनेल केवल सुरुङ होइन, यो नेपालको भविष्य, यात्रुको सुरक्षा र सुविधा हो। सुरुङ खुल्ने बित्तिकै काठमाडौँ प्रवेशद्वार स्मार्ट, सुरक्षित र आधुनिक हुनेछ। यो परियोजना नेपाली इन्जिनियरिङ क्षमता र धैर्यताको प्रतीक बनेको छ। थानकोट नागढुङ्गा सुरुङ मार्ग नेपालको नयाँ अध्यायको सुरुवात हो।
थानकोट नागढुङ्गा सुरुङ मार्गको भिडियो खिच्ने क्रममा हाम्रो टोलीले सहज अनुभव भने पाएन। सुरुङभित्रको तीव्र हावाको दबावले ड्रोनलाई बारम्बार आफूतिर तानिरहे पनि दर्शक श्रोतालाई वास्तविक दृश्य देखाउनु पर्ने सङ्कल्पले हामी अडिग रह्यौँ। धेरै सतर्कताका साथ उडान नियन्त्रण गर्दै अन्ततः हामीले त्यस कठिनाइलाई पार गर्यौँ। तर सबै चुनौतीको अन्त्य भने सुरुङबाट ड्रोन बाहिर निस्किँदाको क्षणमा भयो। सुरुङको अँध्यारो चिर्दै जब ड्रोन खुल्ला आकाशमा प्रवेश गर्यो, राजधानी काठमाडौँको मनमोहक दृश्य एकाएक फ्रेममा उभिन आयो। त्यो पहिलो झलकले नै मन भरिदियो। देश कति सुन्दर, कति सम्भावनायुक्त। मनमा हजारौं प्रश्न उठे, तर एक उत्तर स्पष्ट भयो। नेपाल बनिरहेको छ, बन्ने क्रममा छ र अझै सुन्दरतर्फ अग्रसर छ। आजको श्रृङ्खला यहीसम्म। यो दृश्यले तपाईलाई पनि प्रभावित पारेको छ भने कृपया भिडियोलाई सेयर गर्नुहोस्। धन्यवाद।